मैले चाहिँ यो भिडियोमा पुरानो 2022 को ब्लग छठ पूजाको ब्लग पनि हाल्दिएको छु। हेर्न मन लाग्यो भने सिधै स्किप गरेर 23 मिनेट 40 सेकेन्डमा गएर हेर्दा हुन्छ ल। थन्काएको थियो फेरि निकालेर दियो बालेर अब पूजाको लागि रेडी गर्दै भयो भयो। हल्का हाम्रो मरिमरि गरेको मेहनत चाहिँ उल्टो भएछ। अघि यतापट्टि फर्केको थियो, अब उतापट्टि फर्काएर फेरि सबैमा काम भइसकेको छ। अघि हामीले यतैबाट फर्काएर थियौँ, अब चाहिँ पूर्व यहाँबाट घाम झुल्किने त्यही भएर यतै फर्काउनुपर्छ। अब लागबत्तीको लागि तयारी गर्दै हुनुहुन्छ हैन। त्यति बेला हल्लाले केही सुन्न पाएन होला, केही बुझेन होला। भोइस ओभर गर्दैछु, त्यही भएर कुनै कुनै ठाउँमा चाहिन्छ त्यसमा भोइस ओभर गर्दै गर्दै हालिदिन्छु ल भिडियो। Lovely. छिटेर आउँदैछ यार। दिलका आउँदैछ यार। के हो 2% बेट्रीको भरोसामा बसिरहेको छु। 2% बेट्रीको
घाम झुल्किन आँटेको छ। अब कति बज्यो अहिले? 6 बज्न आँट्यो। अहिले बजेको छ 5:46। घाम झुल्किन आँटेको छ। दामी भ्यू देखिरहेको छ। हान्सामुदे GMD Uppe धेरै पछि आएको छु म आज। जस यताबाट हाम्रो छिमेकी को हुनुहुन्थ्यो, निकै नै राम्रो स्वागत गर्नुभयो, निकै नै भव्य तरिकाले छठ मनाइदिनु भयो। यस्तो दामी दामी पटेका पड्काउनु भयो, मजा आयो हेरेर, खुसी भयौँ हामी सबैजना, खुसी भयो होला सायद। मेला लागेको थियो हेर्नको लागि। खिचिरहेछ त घन्टी बोकेर उता जानु पानी खाने। फोटो खिच्नु भनेको एउटा कसले बनाएछ फोन? कारिगर घाम झुल्किने बेला भएको छ। र यहाँ हुनुहुन्थ्यो हाम्रो छिमेकीहरू। धेरै धेरै धन्यवाद। यसपालिको छठ पर्वलाई निकै नै रोमाञ्चक तरिकाले मनाउन पाइयो। खुसी भयो सबैजना पटेका देखेर, पटेकामा रमाउन पायौँ। अब पानी दिने टाइम हुँदैछ, पानी चढाउने टाइम। लाखबत्ती बलिरहेछ त्यहाँ। यता चाहिँ हाम्रो फेरि उक्यात भान्जा, फेरि भान्जा केही शब्द त आउँछ, 2 शब्द। छठमा रातभरि बसेको छु होइन, निन्द्राले झ्याप बनाइदिइसक्यो। छठी माईलाई के छ भन्नु? छठी माईलाई धेरै धेरै आशीर्वाद लागोस् हामीलाई। छठी माईको छठ पर्वको धेरै धेरै शुभकामना सम्पूर्ण देश विदेश छरेको सबै, देश विदेश सम्पूर्ण नेपाली सम्पूर्णलाई। दावा के भन्छस् त? अरे मेरो दाजु के छ छठ माईलाई के भन्छस्? छठी माईको ह्याप्पी छठ पर्व। हामीले चाहिँ अघि खतरा बम पड्कायौँ त्यहाँनिर, यदि तपाईँहरूले अघि देख्नु भएको छ भने। बाँकी भिडियो चाहिँ तपाईँलाई पछि हाल्छु। दोकानको बारेमा अहिले दोकानको बारेमा कुरा नगरौँ, यहाँ प्रमोसन गर्न आए जस्तो हुन्छ फेरि। ल अहिले हाम्रो चाहिँ यहाँ लाखपति सकिसकेको छ। सर अब भाजी पकाउँदा एकचोटि हुन्छ है। भाजी आमाको ब्याग बोक। अब हामी खोलामा लागेको छौँ मैदानमा।
खटमा हाम्रो गुले भन्छ राइडर गुले हो राइडर गुले भएको छ र अहिले राइडर गुले नै हो नि खोला कल म आउने भान्सा के भान्जी कलिङ के भयो के गर्नु पर्यो अरे संकल्प गर्नु पानी के गर्नु पर्यो अरे बा सिरामा संकल्प गर्नु न आमाको छातो सानो पैसा राख्नु त बाबु 150 छ नि को छ हाले त ओम तत्सत विष्णु 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 के गर्नु काशीपुत्र कृष्ण कुमारी होइन आमाको नाम कृष्ण कुमार कृष्ण कुमार कृष्णदेवी कृष्णानामि देव्या कृतस्य कर्मण उता राख्नु न यो दश कर्मण दक्षवर्तिका प्रज्वलित कर्मण निमित्तका परिपूर्ण निमित्तका इदम परिपूर्ण गुणात्मक प्रजापति देवतागम सुखिता त्रयवत्र पूजितेश्वरा सर्वणे नाम हजुरको छोरा सुमन आमाको छोरा कान्छो छोरा प्रतिनिधि भूतोम दश कर्मण परिपूर्ण निमित्तका इदम भूयसी दक्षिणं तातुम स्वीटे छोडिदिनु उठाएर दिनु ओम स्वस्ति प्रतिवचनम नारायणाय नमः श्री हरि ल हरि ओम बादल अब दान दियो राते कसले सुषमाहरू आएन सुषमा नानी बिमारी भएर रातै सुत्दै पाइएन र त अबेला भयो बिहान बिहानै खोलामा गएछ यार त्यहाँबाट हेर्दा हेर्दै बोर्ड हो यार घाम झुल्केपछि सुतेर उठेर आएर हुन्छ कहाँ लाइभमा थियो त म केमा हुनुहुन्छ त कुन चाहिँ लाइभमा केमा हुनुहुन्छ टिकटक हो ओ आकाशलाई देखाउनु ओपर भ्यू आयो यार एउटा हान्दा बनाउनु न तिमी हौ लाखको धड्कन म पनि हुँ हजारमा मारेको छैन नि अनुहार नआए पनि कस्तो मेरो आँखा उता जान्छ हौ के चक्लेटी बोय ला छाप्री अरे तिमीलाई छाप्री बोय छाप्री ग्याङ तिमीहरू दुईजनामा को छाप्री
ला तिमी छप्री अरे यार यस्तो चाहिँ कुन पोल्छ अब चाहिँ हो जस्तो नि लाग्यो हेर न यस्तो अरे 3 जनाले छप्री भन यार तिमीलाई अलिक यस्तो यस्तो भन्ने रक्षा गरून् छठी माई माताले कल्याण गरून् भिडियोमा आइरहेको छ हाम्रो स्वस्ति स्थिते कुशलमस्तिरायस्तु अस्तिवादि धनधान्य समृद्धिरस्तु ऐश्वर्यमस्तु पक्षस्तु सन्तानशाखा हरिभक्तिरस्तु हरि ओम दिवाकर सन्थाप अलिकति छ अलिक डर तपाईँलाई खोजिरहेको थिएँ ए अलिक धेरै डोली अलिक धेरै लगाएर राम्रो हो र गोजीमा हाल्नु परेन अब हात दुईतिर छ नि त हात खाली नभएर है अन्यथा नलिनु होला आमालाई पानी चढाउनु आमाको ए पक्मा चाहिँ लागि उसले लिँदै गर्छ म एकछिन के गर्नु पर्यो यता हुन्छ अलिक उज्यालो पायो अलिकति यता भयो जस्तो भिडियो बनाउन आएर कसरी के हाल्नु चलाउने गइदियो यस्तो गरेर जति घन्टा लगाए पनि बेलुका केही फरक
मागिसकेको पुगो आउला हो अब यो थोपडा देखेर माग्ने पनि डराएर भागो यार थ्याट कस्तो थोपडा हो क्या माग्ने पनि भागो यार मलाई देखेर गुले भान्जाको यो गुले नम्बर आइसकेछ आज चाहिँ हाम्रो सूर्यदेवले पनि हल्का प्र्याङ्क हाने जस्तो लाग्यो यार निक्लिने त छाटकाटै देख्दिनँ त म त के हो यस्तो यार आफै जानुपर्ने हो क्या हो त्यो बादल पारी पौडी खेल्दैछ यार केटाकेटी हुँदा यस्तै पौडी खेल्छ यार एक्लै रमाइरहेछ यार घाम झुल्किन त नाम निशान छैन त निस्किने सूर्यदेवको दर्शन नगरी फर्किनु पर्ने हो कि के हो यार सूर्यदेवको दर्शन हुँदैन जस्तो छ त यस्तो तरिकाले त यस फाइनली सूर्यदेव इन द हाउस भर्खर हे सूर्यदेवको दर्शन अब चाहिँ हुन्छ अब फेरि गरिब हुने दिन आयो अब त चाडबाड सबै सक्यो फिटाइ सिटाइ सबै सक्यो अब गोजीमा सबै पैसा सक्यो चाडबाड सक्यो अब ब्याक टु नर्मल लाइफ भुक्का भोलिदेखि भ्लग पनि आउँछ कि आउँदैन अब छैन घुमघाम केही पनि दामी देखिरहेछ भ्यू चाहिँ यो पालि चाहिँ कसलाई को धेरै मिस भयो भनेको त यार यो पालि बबी दिदी हुनुहुन्न नि त त्यही भएर बबी दिदीको साह्रै धेरै याद आएछ मलाई किन खल्लो खल्लो महसुस भइरहेको थियो क्या मलाई बबी दिदी नभएर पो रहेछ यार बबी दिदी तपाईँ धेरै मिस हुनुभयो यहाँनिर तपाईँ नभएर यहाँ काम मजाले भएन यहाँनिर हल्का लेट भयो यहाँनिर सर्भिस राम्रो भएन है बबी दिदी नभएर अर्को पालि चाहिँ बबी दिदी हुनै पर्ने हुन्छ यहाँनिर लापरवाही भएन यहाँ लथालिङ्ग भएन बबी दिदी नभएर बबी दिदीको कमी भइरहेको रहेछ क्या सबैले महसुस गरेको हो क्या यहाँनिर बबी दिदीको कमी चाहिँ अब चाहिँ पुरानो भ्लग हालिदिन्छु ल 2022 को यो चाहिँ 2022 को भ्लग हो त्यति बेला हालेको थिइनँ तर खिच्न चाहिँ खिचेको थिएँ काम सुरु छ छठी मैयाको लागि इकडा हाम्रो घाट चाहिँ यहाँ छ चटपटेको अस्ति सदुपाको तर यहाँ जुटो चाहिँ बनाउनु हुँदैन माइन गइरहेछ होला नि हुँदैन सभामा उहाँले कति कार्यक्रम गरिरहन्छ आमाले त उपर पो पुग्नु पर्यो बान्जा हेलो पैसा
तीनटा भाइ एउटै फ्रेममा आकडा तीनटा भाइ एउटै फ्रेममा बा पानी हालेर त्यो बाटो भएको ओ त खानु हुँदैन नि फेरि तिमीहरूको त फेरि भरोसा छैन नि कसको एलए हो यो गोल भएको एलए हो लस्ट एन्जलिस हो एलए भनेको तेरो कहाँको दमकको कि खासाको बिजय भएको बोर्ड हाल्दै त अहिलेको डायलग भन्न अहिलेको डायलग हान्न ओए ओए बिजय भएको बोर्ड हाल्दै हालेको दबाब कति हान्नु छोड न मा के हात नचला न मा तर सुरु हुँदैछ घाम कत्रो आउँछ चट्टा हाम्रो काम भनेको चाहिँ यति हो यहाँ बस्ने यसो रमाइलो गर्ने दर्शकहरू बेला भएको छैन हौ ठ्याक्क टाइम के पड्काउँछ मा क्या कुकरमा पनि पड्का यति हो जु छैन यो ग्याङस्टर हो त्यो ग्याङस्टर सक्यो अझै पनि 2 प्याक तान्यो भने नि म्याक क्या आइल्स पास हो नि फेरि आम्बो कसम भनेको यार कालो मुर्कुटाहरू हिँड्ने जस्तो देखिँदो रहेछ अम्बो हेर भ्यूमा पहाडको भ्यू हेर न सर
ड्रोन भन्दा कम छ मा क्या तिम्रो दाइ सिनेमेटिक हो यो छ ठिक छ कडा डुअलमा डुअल हो यो मा सजिलो छ ब्लगमा सबैजना स्वागत छ मेरो ब्लगमा अस्तिको भ्लगमा यो मा केक चोबाल न यो मात्र जातलाई अस्तिको भ्लगमा नमिठाइला क्यामेरामा यस्तो नबोलौँ भन्छु मा के बोल्ने बनाइहाल्छ यहाँ अब यहाँ हेर न अब यहाँ मामा